हामी चाहिँ गाइस यहाँ आँप टिप्न आएको छौँ। आँप देखाइदिन्छु म आँप कत्रो कत्रो छ भन्ने कुरा चाहिँ हेर्न सक्नुहुन्छ गाइस। आँप फर्कन्छ इया हेर्नुहोस् गाइस आँप यता यता फलिरहेको बाहिर जाएर आँप उता आँप ल्याऊ त भाइ। तल्लो बोटको चाहिँ डल्लो खालको रहेछ क्या यो। यसलाई अब नुन खोर्सानी पिसेर चट्ट पारेर खानुपर्छ गाइस। अनि यो हामीले यसलाई चाहिँ के गर्ने भने राख्ने अनि यो पाक्छ क्या आफै। यसलाई चाहिँ टक्क तातो बनाएर राख्नुपर्छ अनि पाक्छ यो।